हाई गाइज, आज चाहिँ हामी घरबाट नजिक रहेको कक्स माउन्टेन लाग्यौँ। त्यसको लागि बहिनीको चेकलिस्ट रेडी थियो अनि यति राम्रो थियो कि जाँदाखेरि नेपालको जस्तै याद आयो। हामी त्यहाँ पुगेपछि थाहा भयो कि यो चाहिँ लास्ट मन्थको फ्लडिङको कारणले अन्डर कन्स्ट्रक्सन रहेछ। हेलो कस्तो लाग्दैछ? शीतल है, त्यति टाढा पनि जानु नपर्ने घरबाट हो नि। फुल पनि रहेछ। के फुल होला है यो? ररी जस्तो है। जापानिजमा खाया के भन्छ के अब इंग्लिशमा के हो? मान्छेले खानु पनि भएको छ त्यसो है यो? यो मैले मौरी कलेक्ट गर्न गरेको ए ल कति राम्रो। अघि त्यो रहरीको जस्तै जस्तै है आन्टी? यो क्लोभरकै ए यो पात चाहिँ के कडी पत्ता जस्तो लागेको के सानो सानो पात चाहिँ ए कति राम्रो रहेछ। हाय हाम्रो टिम चाहिँ अगाडि पुगिसक्नु भयो होला अरूहरू चाहिँ। वाच योर स्टेप। माउन्टेन क्लोज भएको कारणले चाहिँ हामीले त्यहाँबाट 6 मिनट नजिकै रहेको अर्को इनो रिभरमा गयौँ, जुन चाहिँ धेरै नै राम्रो थियो। त्यहाँको पानी नै पहेँलो टाइपको थियो अनि हिँड्न पनि अलि रिस्की जस्तो थियो, लेउ लागेको थियो। अनि त्यहाँ चाहिँ धेरै नै आइरहन्छ पानीमा भन्दै हुनुहुन्थ्यो कि कलर नै एकदमै गोल्डन कलर। अनि पानीमा बसेर निस्किँदा चाहिँ एकैछिनमा एकदमै पेल भएको थियो। उसले मलाई साथ दियो। ल आयो। घरबाट चाहिँ हामी माउन्टेन हाइकिङको लागि भनेर निस्केका थियौँ, तर ठ्याक्कै उल्टो हामी रिभरमा पुग्यौँ। अनि तर हामीले हाइकिङ गर्दाखेरि जुत्ताहरू फोहोर हुन्छ होला भनेर एक्स्ट्रा चप्पल चाहिँ सबैले लिएर गएको थियौँ, जुन त्यहाँ काम लाग्यो। अनि पानीमा धेरै नै रमाइलो गऱ्यौँ। हामी धेरै नै बेर पानीमा बस्यौँ। मामाले फोटो खिच्दै हुनुहुन्थ्यो, माइजू भिडियोहरू चाहिँ गर्दै हुनुहुन्थ्यो। अनि बहिनीलाई चाहिँ पानीबाट बाहिर निस्किनै मन थिएन, उसको कपडाहरू पनि पुरै भिजिसकेको थियो। कपडाहरू मेरो पनि भिजेको थियो, तर धेरै नै रमाइलो भयो। अनि हामी सबैजनाले भोक लाग्यो यस्तो भएर स्न्याक्स गर्न थाल्यौँ। फेरि पनि हामी खेल्न थाल्यौँ, बालुवा खेल्यौँ अनि हामी निस्क्यौँ। पानी पनि देख्यौँ अनि जरा सुद्धा उखालेर घरमा रोप्ने भनेर 1.5 जना लाग्यो।